सङ्घर्ष गर्दा गर्दै सफलता हात पर्यो भने चाहिँ एकदमै जोस जाँगर बढेर आउँदो रहेछ। नमस्कार, म विष्णु अचार बाई पौरखीबाट। आउनुहोस्, आज चाहिँ म तपाईँहरूलाई हाम्रो अचार बन्ने जोर्नीको बारेमा देखाउन गइरहेको छु। सँगै मिलेर हेरौँ ल। सुरुमा म कालीमाटीबाट सुरु गर्दैछु होइन। म चाहिँ कालीमाटी गएको थिएँ अदुवा लसुन खोर्सानी लगाएको छ सामान लिनको लागि। हाम्रो फर्स्ट स्टेपै अचार बनाउने काममा यही नै रहन्छ होइन। तपाईँहरूले पनि गर्दाखेरि सायद यसै गर्नुहुन्छ होला। म चाहिँ कालीमाटी पुगेको छु। कालीमाटीमा पानी झरी त्यसमा पनि भिडभाडै जहिले पनि भइरहेको छ। आज पनि म पुगेको दिन एकदमै धेरै पानी परिरहेको थियो। पानीका बावजुद पनि म त्यहाँ पुगेँ। यहाँ चाहिँ हाम्रो अमिर दाई हुनुहुन्छ। अमिर दाईसँग चाहिँ म जहिले 2 वर्षदेखि अदुवा लसुन लिइरहेको छु। अनि दाईकोमा एकदम राम्रो सामान पनि आउँछ। बरु 2 रुपियाँ महँगो परोस्, मलाई चाहिँ सामान एकदमै राम्रो चाहिन्छ। तर कालीमाटीको भाउ त प्रायः सबै बराबरै भइहाल्छ हामीले बोरा किन्दाखेरि होइन। तर अहिले मलाई कस्तो लाग्छ भने हामीले सामानहरू बनाएपछि बरु किन्दाखेरि 2 पैसा महँगो किन्ने, बरु आफूले पनि 2 रुपियाँ महँगै बेच्ने, तर एकदम राम्रो सामानहरू लिउँ जस्तो लाग्छ। यहाँ अदुवा लसुन खोर्सानीहरू म यता सब्जीहरू किन्न गइसकेपछि मेरो यता तेलमा पनि त्यो तेल चाहिँ हामीले अमृत सनफ्लावर तेल युज गर्छौँ। मलाई यो चाहिँ एकदम बेस्ट, हामीले घरमा पनि जहिले यही युज गरिरहेको छौँ। मलाई यही बेस्ट लाग्छ। त्यस पछाडि यहाँ हाम्रो दाइ हुनुहुन्छ। मासुको लागि चाहिँ चिकन चाहिँ हामीले भ्याली कोल्ड स्टोरबाट ल्याउँछौँ भनेदेखि बफ चाहिँ हाम्रो घरसँगै दाइले ल्याउनुहुन्छ। दाइले एकदमै राम्रो मासु ल्याउनुहुन्छ। र मासु ल्याएपछि हामी घरमा यसरी नै हाम्रो बनाउने प्रोसेस चाहिँ तपाईँको 100 केजी ल्याउँदा पनि यही हो, 5 केजी ल्याउँदा पनि यही हो होइन। यहाँ चाहिँ हामीले मासु ल्याएर त्यसलाई चाहिँ नुन, बेसार, तेल राखेर एकदम मजाले म्यारिनेट गर्छौँ होइन। तपाईँहरू पनि घरमा यसरी अचार बनाउन चाहँदै हुनुहुन्छ भने यो भिडियो हेरेर पनि बनाउन सक्नुहुन्छ। त्यसलाई चाहिँ तपाईँले मासु ल्याएपछि त्यसलाई राम्ररी सफा गरेपछि नुन, तेल, बेसार राखेर चाहिँ एकदम मजाले तपाईँले त्यसलाई मोलिदिनुहोस्। जति राम्रो तपाईँहरूले मोल्नुहुन्छ त्यति नै राम्रो हुन्छ कि यो अचार चाहिँ। हामीले चाहिँ यो मोलाइमै धेरै टाइम दिन्छौँ क्या यस्तै कुराहरूमा। किनभने अहिले मेसिनहरू त हरेक थोकको बनेको छ, तर हातले गरे जतिको रमाइलो मिठो चाहिँ केहीमा हुन्छ जस्तो लाग्दैन क्या। त्यही भएर हामीले यो म्यारिनेट गर्ने प्रोसेस चाहिँ एकदम लामै हुन्छ हाम्रो। धेरै बेरै हामीले मजाले यसलाई मोल्छौँ र यसलाई 4-5 घन्टा हामी राखिदिन्छौँ। यता फेरि बिचमा हामीसँग फ्री भयो भने हामी यो अदुवा लसुनको कामहरू गर्छौँ। यहाँ चाहिँ हामी लसुन केलाउँदैछौँ। बाहिर दिदीहरू हुनुहुन्छ, उहाँहरूले अदुवाहरू काटकुट गर्दै हुनुहुन्छ होइन। यहाँ चाहिँ लसुन म साथी मिलेर केलाउँदैछौँ। अनि मैले चाहिँ भिडियोमा तपाईँहरूलाई अलिकति अब यो सबै जर्नी कस्तो हुन्छ त भनेर देखाउनको लागि पनि काटेर देखाउँदैछु। अरू बेला चाहिँ दिदीहरूले पनि गर्नुहुन्छ। त्यस पछाडि चाहिँ हामीले तेल राखेर यो मासु म्यारिनेट भएर 4-5 घन्टा पछाडि चाहिँ तेल राखेर हामी यसलाई चाहिँ राम्रो तरिकाले डिप फ्राई गर्छौँ होइन। अब मासुको अचार भनेपछि यसलाई राम्रो तरिकाले डिप फ्राई त गर्नै पर्ने भयो। बरु तपाईँको राम्रो मासु ल्याउने, राम्रो सामान ल्याउने होइन। हुन्छ नि अब कतिजनाले भन्नुहुन्छ मासुको अचार यस्तो महँगो भन्नुहुन्छ होइन। तर कस्तो हुन्छ भनेदेखि जति हामीले बजारबाट अहिले त बफ चिकनको भाउ पनि एकदम बढेको छ। त्यसमा पनि तपाईँहरूले जति मासु हेर्नुहोस् न, सुरुमा मैले कति मासु हालेको थिएँ, अब हेर्दै जानुहोस् तपाईँहरूले। अब यो डिप फ्राई भएर आउँदाखेरि कति आउँछ, त्यो भएर मासु नै आधी नै सर्लक्कै घट्ने भएको भएर पनि त्यसको चार्ज चाहिँ अलिकति बफ चिकन लगायतको अचारहरू अलिकति महँगो भएको हो। यो चाहिँ तपाईँहरूले पनि बुझिदिनुपर्छ। धेरैले त होइन, कसैले मलाई पनि त्यस्तो भन्नुहुन्छ होइन। अब यसको प्रोसेसको जर्नी पनि लामै हुन्छ। मासुले मात्रै हुँदैन, अरू तपाईँको लसुन, अदुवा खोर्सानी लगायत तेल लगायत अरू सरसामानहरू पनि युज हुन्छ होइन। यसमा मेहनत पनि परेको हुन्छ, बनाउने प्रोसेस पनि लाग्छ। अब यो तारेरै बस्दाखेरि टाइम कति लाग्छ हेर्नुहोस् न। मैले कति धेरै मासु हालेको थिएँ सुरुमा, आलु मासु अब फ्राई भएर आउँदाखेरि यसरी आइदिन्छ होइन। यो त आधीभन्दा धेरै घटिदिन्छ। त्यो घट्दाखेरि चाहिँ त्यसको प्राइस चाहिँ अलिकति बेसी भएको हुनसक्छ। अनि यसलाई चाहिँ तपाईँहरूले यसरी नै बुझिदिनु होला। तपाईँहरूले र आफू अचार बनाउँदै हुनुहुन्छ भने पनि मासुलाई चाहिँ एकदम राम्रो तरिकाले डिपै फ्राई गरिदिनु। राम्रो तरिकाले, जति राम्रो तरिकाले फ्राई गरिदिनु भयो अचार हो त्यति नै राम्रो बन्छ। हामीले चाहिँ लगभग हरेक दिन तपाईँको हप्तामा 4 दिन जति हामी अचार बनाउँछौँ। 1 दिन बफ बनाउँछौँ, 1 दिन चिकन, 1 दिन मटन र फिस बनाउँछौँ भनेदेखि 1 दिन पोर्क बनाउँछौँ। हाम्रो चाहिँ हप्तामा 7 दिनमा 4 दिन चाहिँ अचार बन्छ। अरू दिन चाहिँ हामी अदुवा लसुन केलाउने यताउति अरू कामहरू गरिरहेको हुन्छौँ। यहाँ चाहिँ
मैले मासु तार्दैछु। तपाईँहरूले घरमा बनाउँदा पनि मैले गरेको स्टेपलाई पनि फलो गर्न सक्नुहुन्छ, या तपाईँहरू योभन्दा राम्रो बनाउनुहुन्छ भने अझ राम्रो बनाउन पनि सक्नुहुन्छ होइन। अनि यो नजान्नेहरूलाई त फेरि यो मेरो भिडियो काम पनि लाग्छ नि त। हामीले चाहिँ कसरी बनाउँछौँ भन्ने कुरा मलाई देखाउन पनि मन लागेको हो क्या। लगभग हाम्रो जर्नी चाहिँ सेमै हुन्छ। हरेक अचार बनाउँदाखेरि बफ, चिकन, मटन, फिस जे बनाउँदा पनि यस्तै हुन्छ। यहाँ चाहिँ हाम्रो मासु फ्राई भइसकेपछि यो चाहिँ हाम्रो स्पेसल मसला पाक्छ। यो चाहिँ तपाईँले अब यो किन देखाइनुहोस् भन्न सक्नुहुन्छ। तर यहाँ चाहिँ हाम्रो अब अदुवा लसुन लगायतको अरू आफ्नो भराइसी यो पेस्ट हामी रेडी गर्छौँ। त्यसमा हामीले अघि फ्राई गरेर राखेको मासुलाई राखिदिएर मजाले पकाउँछौँ होइन। ल अब चाहिँ हाम्रो बफ अचार यसरी रेडी भइसकेको छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो भिडियो हेर्दाखेरि प्लिज लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल। अनि हाम्रो युट्युब च्यानल पनि छ, सँगसँगै टिकटक छ, टिकटकमा पनि फलो गरिदिनुहोस् ल। हस् त, नमस्ते, बाई बाई।